हेलो गुड मर्निङ। यो चाहिँ मेरो ब्याकयार्ड हो, मेरो घरको। यहाँ हाम्रो मम्मी आएर यहाँ पुरै तरकारी लगाउनु भएको छ। यहाँ सागहरू, बोडी अनि खुर्सानीहरू सबै यस्तो भएको छ। यसरी यहाँ मम्मीले पानी हाल्दै हुनुहुन्छ ब्याकयार्डमा। यस्तो गरेर योपालि चाहिँ हामीले साग धेरै खाइसक्यौँ। सागहरू पनि यहाँ राम्रो 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 भएको छ। सागहरू पनि ठुल्ठुलो भइसकेको छ। कति ठुलो भइसकेको छ है साग त। पात कति ठुल्ठुलो भइसकेको छ। हाम्रो मम्मीले र ज्वाइँ मिलेर गरे मेहनत हो यो। मम्मीको ज्वाइँ मिलेर गरे मेहनत। मेरो बारीमा लटरम्मै गुलाब पनि फुलिसकेको छ। अनि हामीले सम्पूर्ण तरकारीहरू पनि यता लगाइरहेका छौँ। हाम्रो ल हेर्नुहोस् गाइस, यो मेरो टुकुनो मेरो बच्चा खेल्ने पिङ हो। यस्तो छ है। हामी यसरी तरकारी लाएर यसरी यहाँ बसेर, यो चाहिँ यो मेरो बुढाले बनाएको बेन्ची हो बस्नुको लागि। यस्तो छ। हामी यहाँ तरकारी लाएर योपालि चाहिँ हामी मजाले घरमै तरकारी फलाएर खाने विचार गरिरहेका छौँ है त गाइस। तपाईँहरू पनि यो समरको टाइम हो, अमेरिकामा हुनुहुन्छ भने समरको समय ठाउँमा बस्नुहुन्छ भने तपाईँहरूले पनि यो समयमा तरकारी लगाएर खान सक्नुहुन्छ, यदि तपाईँहरूको पछाडि ठाउँ छ भने है त। ल हस्।